सम्पूर्ण म सेवान्ने र तपाईँहरूलाई यो मैले जुन चित्र देखाएको चाहिँ यो चाहिँ हाम्रो सिक्किमको सबैभन्दा पहिलो राई स्कुल हो। अनि र चाहिँ यो चाहिँ कहाँ पर्दछ भनेदेखिलाई चाहिँ तपाईँको पश्चिम सिक्किम परेङ्गोमा पर्दछ र यो स्कुलको नाम चाहिँ पारुहाङ तायाकिम हो। र यो स्कुल कहिले इस्टाब्लिस गरिएको थियो भनेदेखिलाई चाहिँ 1997मा। र यो चाहिँ मैले तपाईँहरूमाझ किन भिडियो पस्किरहेको छु यो नक्सा देखाउँदै भनेदेखिलाई चाहिँ हामी सम्पूर्ण किरावाहरूले चाहिँ यो कुरा हामी सम्पूर्ण सिक्किममा बस्नुभएको किरावाहरूले चाहिँ जान्नुपर्दछ कि हाम्रो राई स्कुल कस्तो थियो है, कहाँ थियो, कहिले बनाएको थियो भनेर यो जानोस् भनेर चाहिँ मैले तपाईँहरू सबैलाई है यो भिडियो मार्फत पनि पस्किरहेको छु। र हुन चाहिँ यो मैले क्लासरुममा फ्रेम गरेर राखिएको छु र नानीहरूलाई यसमा चाहिँ उहाँहरूलाई पार्टिसिपेट गराएर है यो चाहिँ मैले यहाँ नक्सा राखिएको छु। अनि र चाहिँ यो चाहिँ नानीहरूलाई पनि यसो नलेज होस् है हाम्रो किराँत समुदायको सबैभन्दा पहिलो राई स्कुलको विषयमा भनेर चाहिँ यहाँ मैले यसरी सजाएर राखिरहेको छु होइन। अनि यो कुरा चाहिँ सबैले जान्न पर्दछ है। हामी अब किराँत हामी समुदायको अब हामी जनजाति भएपछि चाहिँ हामीले यो कुरा एकदमै जान्नु पर्दछ भनेर चाहिँ तपाईँहरूलाई है यो भिडियो पस्किरहेको छु। हेरिदिनु भएकोमा बर्थडे आलाङ्ने।